यो चाहिँ पारामाटाको वाफ हो होइन। यसमा चाहिँ अब फेरी आउँछ र अब हामी फेरी चढ्न गइरहेको छौँ। यो चाहिँ इन्ट्री हो होइन, ऱ्याफ्टको इन्ट्री हो। यहाँ पानी छ। यो चाहिँ पारामाटादेखि अब सिडनीको सिबिडी सिटीतिर जाने हो भने चाहिँ यहाँ हामीले सुरुमा छिर्नुभन्दा अगाडि ट्याप गर्नुपर्छ होइन। अहिले चाहिँ अब हाम्रो कार्ड छ, यहाँ मोबाइलदेखि गरे पनि हुन्छ, ओपल कार्ड लिए पनि हुन्छ। यहाँ ट्याप गर्ने अनि यस्तो छ बाटो। हाम्रो चाहिँ फेरीको आउने टाइम डिले भएको रहेछ, 30 मिनट जति टाइम लाग्ने भएर हामी चाहिँ अरूतिर यसो यो पार्कतिर भ्युजहरू हेर्न आएको छौँ। अनि यहाँनिर चाहिँ पारामाटामा एउटा ठुलो बिजनेस बिल्डिङ रहेछ। अब यहाँ चाहिँ हाम्रो फेरी पनि आइसकेको छ अनि अब हामी फेरीमा चढेर सिटीतिर लाग्दैछौँ। अब यहाँ बिचमा सिनहरू तपाईँहरू देख्न सक्नुहुन्छ, एकदम राम्रो छ होइन। रुखहरू छेउछेउमा छ अनि रुखहरूले चाहिँ यसलाई अलिअलि पानीहरूको लेभललाई पनि टच गरिरहेको छ है। यस्तै छ सिनहरू, बाटोहरू यस्तै छ होइन। अहिले चाहिँ यो फेरी पनि बिस्तारै कुदाइरहेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। किन भन्दाखेरि यो अलिक न्यारो छ बाटो चाहिँ, त्यही भएर बिस्तारै कुदाइरहेको छ। अब तपाईँहरू हेर्दै हुनुहुन्छ यहाँनिर गइरहेको छ होइन। अब मैले यहाँनिर एउटा बर्ड देखेँ क्या, तर मलाई यो बर्डको नाम थाहा छैन, त्यही भएर यसलाई मैले जुम गरेको थिएँ। कस्तो मजाले बसिरहेको रहेछ पानीभन्दा माथि ठ्याक्क है। अनि ल यतिखेर चाहिँ अब हाम्रो फेरी पनि एकदम आफ्नो रफ्तार पक्राउन थाल्यो अनि एकदम स्पिडमा सिटीतिर लाग्न थालेको छ होइन। यतिखेर चाहिँ जो फेरीदेखि पछाडि पानीहरू सबै लाग्ने क्या आफ्नो उसमा, अनि त्यही भएर मलाई रेकर्ड गर्न पनि एकदम गाह्रो भइरहेको थियो होइन। पर हेर्दाखेरि सिटीहरू पनि खिच्न थालिसकेको थियो। अनि अब एकदम लामो क्या बाटो। अब हेर्न पछाडि सनसेट अब हामी लगभग 3-4 बजीतिर चढेको थियौँ हामी। फेरि जो सिटी देखाएको चाहिँ लगभग 1 घन्टा 1.5 घन्टा लाग्ने रहेछ क्या, बेला बेला स्टपहरूमा रोकिराख्ने, त्यही भएर। अनि जस पानी पर्न पनि लागेको थियो अनि यो भइरहेको थियो। अब यतिखेरसम्म चाहिँ हामी हार्बर पुगिसकेको थियौँ। यो चाहिँ हार्बर देखिरहेको ब्रिज चाहिँ हार्बर हो। ल अब हामी यहाँ चाहिँ उत्रियौँ होइन।